Hello, namaste, and welcome to my mini vlog. And myself, Chandana Mangar, and I hope you all are doing well. आजको भ्लग चाहिँ हुनेछ about the Sikkim trip. अनि तपाईहरुलाई पनि देखाउने छु म कहाँ जान्छु भनेर। हामी चाहिँ घरबाट निक्लेर पनि अहिले मेगेटार पुगिसकेको थिए। अनि मेगेटार पुग्दा 11 नै बजिसकेको थियो। घरबाट अलिक ढिलो नै निक्लेको थिए नि त हामी अराउन्ड 10-20-30 को बीचमा निक्लेको थिए। अनि तपाईले देख्न सक्नुहुन्छ वेदर पनि कस्तो थियो, रुममै परिरहेको थियो, पानी पर्ला जस्तो भइरहेको थियो। अनि बाटो पनि कता अलिअलि रफ थियो तर धेरै नै राम्रो थियो पहिलाको भन्दा चाहिँ। अनि हाम्रो दुईजना चाहिँ बात गर्दै जाँदै थिए, पानी पर्यो भने बिचोक हुन्छ होला भन्दै। अन्त हाम्रो चाहिँ यो अचानक प्लान गरेको ट्रिप हो। अहिले चाहिँ हामी यो ब्रिजमा आइपुगे, यो सिक्किम आइपुग्नु आँट्दै ब्रिज आउँछ हो। त्यहाँदेखि चाहिँ हामी अब सिक्किममा प्रस्थान गरे। यु क्यान सी यो चाहिँ सिक्किमको गेट छ। यहाँनिर चाहिँ युजली चेकिङहरू हुन्छ तर हामी यहाँनिर रोकेको थियौँ चेकिङको लागि, तर उनीहरूले भन्नुभयो चेकिङ गर्नु पर्दैन भनेर। त्यहाँदेखि चाहिँ हामी अहिले चाहिँ जोरथाङ पुगे। म चाहिँ जोरथाङ लाइक अब गाडीमा चाहिँ हिँडिबसेको लाइक देखिरहेको, तर पर्सनली चाहिँ आई नेभर भिजिट द जोरथाङ। अनि उसलाई भन्दै थिएँ नि त एकछिन जोरथाङमा रोक न भनेर। अन्त हाम्रो अलिकति काम पनि थियो जोरथाङमा, हाम्रोमा चाहिँ क्यास थिएन, त्यसले गर्दा चाहिँ अलिकति क्यास छिटै जाउँ भनेर। किनकि अब कोही बेला बाटोतिर ओभर पर्छ नि त, कोही बेला नेटहरू चल्दैन हो। अदरवाइज चाहिँ हामी चाहिँ युजली अब हामी होइन सबैजनाले नै लाइक अनलाइन नै पे गर्छ अहिले चाहिँ हो। हामी चाहिँ एटिएम खोज्दै थिएँ। अनि म चाहिँ जोरथाङ पनि हेर्दै थिएँ, कस्तो राम्रो लाग्यो मलाई चाहिँ, कस्तो राम्रो सफा होइन, कस्तो दामी थियो। अन्त हामी चाहिँ अलिअलि फोटोहरू खिचेर चाहिँ फेरि हामी चाहिँ ट्रिपतिर लागे। अनि यो चाहिँ आई थिङ्क यो चाहिँ मलाई सिङताम जस्तो लाग्यो, तर आइ एम क्वाइट लाइक कन्फ्युज छु किनकि धेरै यस्तो अब सानो बजारहरू चाहिँ भेटिरहेको थियो नि त, त्यसले गर्दा चाहिँ म कन्फ्युज छु हो। अन्त गलत भन्यो भने पनि आइ एम रियली सरी, मलाई माफ गरिदिनु होला। अन्त जाम चाहिँ जहाँ पनि त्यही है, दार्जिलिङको जाम भनौँ सिक्किमको जाम धेरै जाम हुँदो रहेछ हो। हामी चाहिँ रोक्दै जाममा फसिँदै गएँ। त्यहाँदेखि गएर फेरि यस्तो लाइक बिचमा बाटो बनाउँदै थियो, यस्तो बाटो पनि हिल्लो थियो होइन, यति साह्रो जाम थियो आम्मा, यति साह्रो परेको। यहाँनिर चाहिँ बिचमा यत्रो ठुल्ठुलो गाडीहरू पनि आउँदो रहेछ, त्यसले गर्दा चाहिँ अब एकदम बेसी अब बाटो पनि हिलो, त्यही माथि गाडी, त्यसले गर्दा चाहिँ धेरै टाइम लाग्यो यहाँबाट चाहिँ अब क्रस गर्नुको लागि। त्यहाँ बाटोमा जाँदा फेरि पानी परेर बिजोक दुईजनाको, तर हामीले चाहिँ रेनकोटहरू बोकेको थिएँ। तपाईँहरूले देख्नुभयो हाम्रो हालत दुईजनाको पानीले जाडोले बिजोक भइरहेको हो, तर पनि हामीले हिम्मत नहारी जाँदैछु। तपाईँले देख्न सक्नुहुन्छ लास्ट भ्लगमा चाहिँ हामी कहाँ जाँदैछु भनेर, र अहिले चाहिँ लामो हुन्छ होला त्यसले गर्दा चाहिँ यसमै म यो भ्लगलाई एन्ड गर्दैछु। यु क्यान सी यस्तो दामी भ्यू चाहिँ थियो नि यहाँनिर, यस्तो दामी, तपाईँले यस्तो दामी भ्यू नेक्स्ट भ्लगमा पनि देख्नुहुन्छ। आई होप यु लाइक माई भ्लग। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।